हेलो गाइज मर्निङ सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ उठेर घर आइसकेँ। अब चाहिँ म चाहिँ अटो लिएर चाहिँ एकजना अङ्कललाई लिन जानुपर्ने छ। उहाँलाई चाहिँ रिसिभ गरेर बर्गर छोड्नु पर्ने छ। म फाइनली यो चाहिँ गण्डकको रोडमा आएको छु। एउटा यसो भिडियो बनाऊँ। अहिले चाहिँ चिसो बढिरहेको छ। जताततै कुहिरो छ। म जानुपर्ने चाहिँ त्यो गाउँ हो पारिपट्टि। यो नहर कटेर चाहिँ उता झार्दा पर्ने छ। यो चाहिँ मेरो अटोको लुक्स भयो। अटोको लुक्स चाहिँ यस्तो छ मेरो। यसलाई चाहिँ केही मोडिफाई गरेको छैन, ट्राफिकले झ्याउ गर्छ। फेरि यो चाहिँ मेरो भित्रपट्टिको लुक्स भयो बस्ने ठाउँको। अब चाहिँ म चाहिँ उता पारिपट्टि गाउँ चौधरी गाउँमा गएर चाहिँ उहाँ अङ्कललाई रिसिभ गरेर चाहिँ बर्गर छोड्नु पर्ने छ। अनि बर्गर छोडेर चाहिँ म हेर्छु त्यहाँ अब के कति मान्छे हुन्छ। गाह्रो छ, एउटा हातले भिडियो बनाउने, एउटा हातले चलाउने। मेरो चाहिँ उहाँ अङ्कल चाहिँ पहिलो कन्ट्याक्टको मान्छे हुनुहुन्छ। उहाँ हुनुहुन्छ, अङ्कल भन्दा नि बाजे हुनुहुन्छ। हामी चाहिँ बिचमा आएको छ। चिसो बढेको छ अहिले चाहिँ, बाटो कुहिरो बढेको छ हाम्रो साइडतिर चाहिँ। बाजे फेरि कुरा गर्दै हाँस्दै बस्नु भर्खर एक्लै। अनि चाहिँ म चाहिँ बरघाट नै आइसकेँ। अब एकछिन बरघाटतिर हेर्छु, चलपल छैन यतातिर नि। हाम्रो घरतिर भन्दा धेरै चिसो छ। म चाहिँ फर्किन्छु, अब घरतिर फर्किँदैछु। फेरि अङ्कललाई रिसिभ गरेर जानु छ बरघाटै फेरि। अब चाहिँ म घर फर्केर फेरि जाँदैछु बरघाटै गएर चाहिँ अङ्कललाई नि भेटिसकेँ। आज चाहिँ एउटा ओपनिङ भएको रहेछ लिको चिया घर भन्ने बरघाटमै। त्यहाँ गएर नि चिया चाखेर चाहिँ म घर फर्किँदैछु। अब चाहिँ अङ्कललाई घर छोडिदिएँ, बसोबास हो अङ्कलको घर चाहिँ। म चाहिँ अब फेरि आफ्नै घर फर्केर अटो लिएर फेरि बरघाट जानु छ। सबैजनाले मेरो युट्युब च्यानल भिजिट गरेर माया देखाइदिनु होला। लाइक कमेन्ट सेयर गर्न नभन्नु होला। बाई बाई।